आज चाहिँ मलाई ठ्याक्क बिहान होइन 10 बजीतिर एउटा फोन आयो। अनि फोन आइसकेपछि चाहिँ तपाईँको सामान आइपुगेको छ, कहाँनिर ल्याइदिनु पर्ने हो भनेर भन्नुभयो। इभन त्योभन्दा अगाडि पनि मलाई मेसेज आइसकेको रहेछ फोनमा चाहिँ, नम्बरमा चाहिँ तपाईँको सामान रिसिभ भइसक्यो, हेटौँडा आइसक्यो, अब कहाँनिर ल्याउनु पर्ने हो कन्ट्याक्ट गर्नु भनेर मेसेज आउँछ नि जुन, त्यो आएको रहेछ होइन। अनि त्यसपछि मलाई केही थाहा छैन कसले पठाउनु भएको के छ त्यसमा, मसँग कुनै आइडिया छैन त्यसको लागि है, मलाई कुनै पनि आइडिया छैन क्या। जस्ट मलाई फोन आयो तपाईँको सामान आएको छ, कहाँ ल्याइदिउँ भनेर। अनि मैले सामान भनेर सोधेँ होइन। अनि तपाईँलाई गिफ्ट आएको छ म्याम, तपाईँको सामान कहाँ ल्याइदिनु पर्ने हो भन्नुभयो। अनि मैले एड्रेस दिएँ, यहाँनिर ल्याउनु पर्ने हो भनेर मैले लोकेसन चाहिँ भनिदिएँ उहाँलाई। उहाँले अहिले एकछिनमा म आइसी कल गर्छु अनि त्यसपछि रिसिभ गर्नु है भन्नुभएको छ। अब हेरौँ है त्यो सामान के हो, कसले पठाउनु भएको हो र त्यहाँभित्र के छ भनेर चाहिँ अहिले हामी हेर्नेछौँ है। मलाई चाहिँ फेरि फोन आयो है, आइसकेँ म सामान लिएर भनेर। अब म जाँदैछु है, लेट्स सी के रहेछ हेरौँ। जाँदैछु म चाहिँ आइसकेँ यहाँ सामान लिएर, मेरो हातमा परिसक्यो सामान। अब यसमा के छ भन्दा चाहिँ मैले नि हेर्नै पर्छ है। मैले लिइसकेँ, पानी आइरहेछ तर पनि गएँ म लिनलाई। सामान चाहिँ मेरो हातमा परिसकेको छ। फर्स्ट टाइमै होला म यसरी सरप्राइज भएको चाहिँ, तर यसमा के छ अब लेट्स सी, लेट्स अनप्याक टुगेदर। यसरी सरप्राइज भएको चाहिँ म फर्स्ट टाइम हुनसक्छ है, यो कसैले सामान पठाएर। यो चाहिँ साउन्ड स्पेसल प्याक रहेछ है, म तपाईँहरूलाई पछाडिबाट सो गर्छु। यो चाहिँ साउन्ड स्पेसल रहेछ होइन, साउन्ड लगाइरहेको छ त्यही भएर आएको रहेछ। जसमा चाहिँ यहाँ यो चुरा रहेछ, यो खोलेर देखाउँछु म अहिले। अनि एउटा काँटा रहेछ यस, अनि यहाँ मेहन्दी पनि रहेछ, वाउ। अनि यहाँ के हो, यो परफ्युम हो कि के हो। अनि ग्रिन कलरको टिका रहेछ, अनि यो ग्रिन कलरको इयरिङ रहेछ, पालिस रहेछ है। अब के छ हेरौँ है त। यो त देखिहाल्नु भयो, यो काँटा भयो एउटा जसमा यो थियो, अनि यो ग्रिन कलरको इयरिङ रहेछ, अनि यो टिका रहेछ ग्रिन कलरको, अनि यो पालिस के भन्छ, म पालिसै भन्छु म त, त्यो रहेछ। अनि चुरा रहेछ, चुरा चाहिँ मलाई कस्तो हेर्न मन लाग्यो क्या। फुट्ने सामान अब कतादेखिबाट आएको हो, त्यो टाढादेखिबाट आएको भएर चाहिँ लगभग 2टा कि 3टा फुटेको रहेछ। मैले थम्ब्याउन पनि सकिनँ। चुरा चाहिँ यस्तो छ है, कसरी देखाउँ, यस्तो छ है चुरा चाहिँ। आई लभ द्याट, यो चाहिँ मलाई एकदम मन पर्यो। म लाएर पनि देखाउँछु है। यो लगाउँदा चाहिँ यस्तो भयो, मैले बाहिर आएरै देखाएँ यसरी। जसले पनि पठाउनु भएको छ, पठाउने मान्छेलाई चाहिँ धेरै धेरै धन्यवाद। मेरो एक्सप्रेसन हेरेर थाहा पाइसक्नु होला, एकदम राम्रो छ है यो चाहिँ, यस्तो छ। अनि यो चाहिँ मेरो यो 22 वर्षको उमेरको टाइम पिरियडभरिमा सबैभन्दा अनएक्सपेक्टेड र म एकदम धेरै खुसी भएको सरप्राइज हो यो चाहिँ। थ्याङ्क यू।